साथीहरु, आज मैले यो भिडियो अन्तर्गत रहेर आफ्नो मेरो शेयर एकाउन्टलाई कसरी रिन्यू गर्न सक्नुहुनेछ त्यो बारे सम्पूर्ण कुरा सिकाउन गइरहेको छु। साथीहरु, अब घरमै बसेर अनलाइनबाट नै सजिलैसँग आफ्नो मेरो शेयर एकाउन्टलाई रिन्यू गर्न सक्नुहुनेछ। त्यसको लागि जस्ट आफ्नो गुगल क्रोममा जानु होला, यहाँ सर्च गर्नु होला मेरो शेयर, जस्ट टच गर्दिनु होला। पहिलो इन्टरफेसमा आउँछ हाम्रो मेरो शेयर, जस्ट यसमा क्लिक गर्दिनु होला। मेरो शेयरको इन्टरफेस यस्तो आउँछ साथीहरु। यसमा हाम्रो सिलेक्ट योर डीपी राख्नु होला, युजर नेम राख्नु होला, पासवर्ड राखेर जस्ट लगइन गर्दिनु होला। साथीहरु, मेरो शेयर एपको इन्टरफेस यस्तो खुल्छ साथीहरु। यसमा थुप्रै अप्सनहरु छ। यहाँ पपअप मेसेजमा देखा पर्छ, योर मेरो शेयर एकाउन्ट इज एक्सपायरिङ अन 1 डिसेम्बर 2025, प्लिज रिन्यू टु कन्टिन्यू द सर्भिसेज। साथीहरु, जस्ट यहाँ दायाँमा छ हाम्रो प्रोफाइल, जस्ट यसमा क्लिक गर्दिनु होला। यहाँ थुप्रै अप्सनहरु छ साथीहरु। यहाँ छ इन्फोमा रिन्यू योर एकाउन्ट भाया अनलाइन पेमेन्ट। यहाँ छ मेरो शेयर एक्सपायरी डेट 2025 डिसेम्बर 1। साथीहरु, जस्ट रिन्यू एकाउन्ट यहाँ क्लिक गर्दिनु होला। यहाँ थुप्रै अप्सनहरु छ, ई सेवा छ, खल्ती छ, आईएमपी छ, कनेक्ट आईपीएस। म यहाँ कनेक्ट आईपीएस को युज गर्छु। जस्ट कनेक्ट आईपीएस मा टच गर्दिनु होला। यहाँ छ मेरो शेयर एन्ड डीमेट एकाउन्ट, मेरो शेयर डीमेट। यहाँ मेरो शेयर मात्र रिन्यू गर्न गइरहेको छु, सो मेरो शेयरमा टिक लगाइदिनु होला। जस्ट 1 इयर को हाम्रो 50 रुपैयाँ काट्छ। जस्ट प्रोसिड मा क्लिक गर्दिनु होला। त्यसपछि यहाँ युजर नेम राख्नु होला, यहाँ क्याप्चा फिलअप गर्नु होला। फिलअप गरेर जस्ट साइन इन यसमा टच गर्दिनु होला। साथीहरु, यहाँ पासवर्ड कनेक्ट आईपीएस को पासवर्ड राखेर जस्ट साइन इन मा टच गर्दिनु होला। यहाँ सिधै कनेक्ट आईपीएस को लिंक हुन्छ, हाम्रो मेरो शेयर र कनेक्ट आईपीएस बीचको लिंक हुन्छ। यहाँ हुन्छ हाम्रो क्रेडिटर आईडी, ट्रान्ज्याक्सन अमाउन्ट 50 रुपैयाँ। यहाँ हाम्रो चार्ज अमाउन्ट 2 रुपैयाँ काट्दो रहेछ। साथीहरु, जस्ट डेबिट अमाउन्टमा आफ्नो सिलेक्ट एकाउन्ट, जुन बैंकबाट पैसा पठाउन, जुन बैंकबाट हामी चाहिँ पैसा चाहिँ ट्रान्सफर गर्न गइरहेको छु मेरो शेयरको लागि, जस्ट त्यो एकाउन्ट चुज गर्नु होला। जस्ट चुज गरिसकेपछि यहाँ चाहिँ सबमिटमा क्लिक गर्दिनु होला। यहाँ ओटीपी आउँछ, रजिस्टर मोबाइल नम्बरमा ओटीपी आउँछ, त्यो राखेर अगाडि बढ्नु होला। जस्ट ओटीपी राखेर सबमिटमा टच गर्दिनु होला। हस् साथीहरु, मेरो चाहिँ मेरो शेयर एकाउन्ट सक्सेसफुली रिन्यू भएको छ। यहाँ पेमेन्ट साथीहरु, मेरो शेयर एकाउन्ट मेरो रिन्यू भएको छ। यहाँ पेमेन्ट सक्सेसफुली हेराइरहेको छ। हो साथीहरु, यसरी नै आफ्नो मेरो शेयर एकाउन्टलाई रिन्यू गर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो कमेन्ट राख्नु होला। साथीहरुमा भिडियोलाई शेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस्, धन्यवाद।